हे गाइज वेलकम ब्याक टु द स्पोर्ट्स अन म्याच डे 5 अफिसियली सकिएको छ। यदि कसैले गेम सुरु हुनु अघि चारै खेल बराबरीमा सकिन्छ भनेको भए धेरैले विश्वास गर्ने थिएनन्, तर यही नै हो फिफा वर्ल्ड कपको ब्युटी। 4 खेल 8 गोल, चारै खेल बराबरी, एउटा पनि विजेता छैन। हो गाइज, यही नै भयो म्याच डे 5 को म्याचहरुमा। पहिलो म्याच थियो स्पेन र केप भर्डे बीच। दिनको सबैभन्दा ठूलो सरप्राइज यही खेल बन्यो। युरोपको बलियो टोली स्पेन विरुद्ध पहिलो पटक फिफा वर्ल्ड कप खेलिरहेको केप भर्डेले हिस्टोरिकल 1 अङ्क हात पार्यो। स्पेनले सुरुदेखि अन्तिमसम्म गेम कन्ट्रोल गर्यो, बल आफ्नो पोजिसनमा राख्यो, लगातार अट्याक गर्यो र धेरै अपर्चुनिटी पनि क्रिएट गर्यो। अब कुरा गरौँ म्याच स्ट्याट्सको। पोजिसन स्पेनसँग 65% थियो, केप भर्डेसँग 25% थियो। टोटल सर्ट्स स्पेनको 27 छ, केप भर्डेको 6 छ। सर्ट्स अन टार्गेट स्पेनको 7 छ, केप भर्डेको 1 छ। सर्ट्स इनसाइड बक्स स्पेनको 16 छ भने केप भर्डेको 2 छ। तर यति धेरै अपर्चुनिटी क्रिएट गर्दा पनि स्पेनले गोल गर्न सकेन। यसको मुख्य कारण थियो केप भर्डेको डिसिप्लिन्ड डिफेन्स र एक्सलेन्ट गोल किपिङ। फेरन टरेसले उत्कृष्ट अपर्चुनिटी गुमाएपछि दोस्रो हाफमा ल्यामिन यामाललाई मैदानमा उतार्दा पनि खेलको रिजल्ट बदल्न सकेनन्। सबैभन्दा इन्ट्रेस्टिङ फ्याक्ट्स के हो भने केप भर्डेले पुरै खेलभरि केवल एउटा मात्र फल गर्यो, जुन वर्ल्ड कप इतिहासकै सबैभन्दा कम फल मध्ये एक हो। यो गेममा प्लेयर अफ द म्याच थिए केप भर्डेका गोलकिपर भोजिना। उनले लगातार बचाउ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक बराबरी दिलाए। एउटा सम्झिनु पर्ने कुरा के छ भने बल धेरै आफ्नो कन्ट्रोलमा हुनु मात्र सफिसिएन्ट हुँदैन, गेम जित्न गोल आवश्यक पर्छ। दोस्रो म्याच भएको थियो बेल्जियम र इजिप्ट बीच। पेपरमा हेर्दा बेल्जियम क्लियर फेभरेट थियो, तर इजिप्ट सुरुदेखि नै सेल्फ कन्फिडेन्सको साथ मैदानमा उत्रिएको थियो। 19औं मिनेटमा इमाम असुरले शानदार गोल गर्दै इजिप्टलाई अग्रता दिलाए। त्यसपछि बेल्जियमले लगातार दबाव बढायो। म्याच स्ट्याट्सको कुरा गर्दा पोजिसन बेल्जियमसँग 52% थियो र इजिप्टसँग 38% थियो। टोटल सर्ट्स बेल्जियमको 15 छ र इजिप्टको 14 छ। सर्ट्स अन टार्गेट बेल्जियमको 3 छ, इजिप्टको पनि 3 छ। सर्ट्स इनसाइड बक्स बेल्जियमको 9 छ र इजिप्टको 7 छ। 66औं मिनेटमा मोहम्मद हानीबाट भएको अनफर्चुनेट ओन गोलले खेल 1-1 बराबरी बनायो। त्यसपछि दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन सकेन। यो खेलमा प्लेयर अफ द म्याच थिए इमाम असुर। उनले गोल मात्र होइन, मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै इजिप्टलाई लगातार ऊर्जा प्रदान गरे। पेपरमा बेल्जियम बलियो देखिए पनि मैदानमा इजिप्टले बराबरी भन्दा बढी खेल प्रदर्शन गर्यो। तेस्रो म्याच भएको थियो साउदी अरेबिया र उरुग्वे बीच। यो म्याचले फेरि प्रमाणित गरिदियो कि वर्ल्ड कपमा नामले मात्र म्याच जितिँदैन। 2 पटकको वर्ल्ड च्याम्पियन उरुग्वे विरुद्ध साउदी अरेबियाले डिसिप्लिन्ड पर्फर्मेन्स गर्यो। 41औं मिनेटमा अब्दुल्लेला अल अमरीले शानदार हेडर मार्फत साउदी अरेबियालाई अग्रता दिलाए। त्यसपछि उरुग्वेले लगातार अट्याक गरिरह्यो। म्याच स्ट्याट्सको कुरा गर्दा पोजिसन साउदी अरेबियासँग 28% थियो र उरुग्वेसँग 57% थियो। टोटल सर्ट्स साउदी अरेबियाको 7 छ, उरुग्वेको 27 छ। सर्ट्स अन टार्गेट साउदी अरेबियाको 3 छ, उरुग्वेको 10 छ। सर्ट्स इनसाइड बक्स साउदी अरेबियाको 4 छ, उरुग्वेको 15 छ। 88औं मिनेटमा म्याक्सी अराउजोले बराबरी गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए। बाँकी समय उरुग्वेले जित निकाल्ने धेरै प्रयास गर्यो, तर साउदी अरेबियाको डिफेन्स र गोलकिपरको अगाडि सफल हुन सकेन। यो खेलमा प्लेयर अफ द म्याच थिए मोहम्मद अल ओवाइस। उनले लगातार उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई एक महत्त्वपूर्ण अङ्क दिलाए। उरुग्वेले लगभग सबै स्ट्याट्स जित्यो, तर म्याच स्ट्याट्सले होइन, स्कोर बोर्डले जितिन्छ। चौथो म्याच भएको थियो इरान र न्युजिल्यान्ड बीच। यदि पहिलो 3 खेल डिफेन्सिभ मास्टर क्लास थिए भने यो खेल भने प्योर इन्टरटेनमेन्ट थियो। केवल 7औं मिनेटमै एलिजा जस्टले न्युजिल्यान्डलाई अग्रता दिलाए। 32औं मिनेटमा रमिन रेजाइयानले बराबरी गोल फर्काए। तर दोस्रो हाफ सुरु भएको केही मिनेटमै एलिजा जस्टले आफ्नो दोस्रो गोल गर्दै फेरि न्युजिल्यान्डलाई अगाडि बढाए।
तर इरानले हार मानेन। 64औं मिनेटमा मोहम्मद मोहब्बीले बराबरी गोल गर्दै खेललाई 2-2 बनाए। बाँकी समयमा दुवै टोलीले जित निकाल्ने अवसर पाए पनि सफल हुन सकेनन्। म्याच स्ट्याट्सको कुरा गर्दा पोजिसन इरानसँग 47% थियो, न्युजिल्यान्डसँग 42% थियो। टोटल सर्ट्स इरानको 17 छ, न्युजिल्यान्डको 14 छ। सर्ट्स अन टार्गेट इरानको 4 छ, न्युजिल्यान्डको 8 छ। सर्ट्स इनसाइड बक्स इरानको 8 छ, न्युजिल्यान्डको 10 छ। यो गेममा प्लेयर अफ द म्याच थिए एलिजा जस्ट। 2 गोल गर्दै उनले आफ्नो टोलीका लागि अनफर्गेटेबल पर्फर्मेन्स दिए। डे 5 को सबै खेलमध्ये सबैभन्दा एक्साइटिङ खेल यही बन्यो। म्याच डे 5 ले एउटा कुरा फेरि भेरिफाइड गरिदियो, फिफा वर्ल्ड कपमा कुनै पनि टोली सानो हुँदैन। फेभरेट टोलीहरूले अङ्क गुमाए, अन्डरडग टोलीहरूले इतिहास रचे र अब नकआउट स्टेजको रेस अझै एक्साइटिङ बन्ने स्योर छ। And guys, stay tuned for more news, more updates and previews of the FIFA World Cup 2026.